हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल अगेन। आज चाहिँ म एकदमै खाना खानको लागि घरमा आएको छु। नजिकै छ मेरो चाहिँ अब ड्युटी गर्ने ठाउँ अनि बस्ने ठाउँ पनि एकदमै बाइक परेको छ। अनि म चाहिँ आज खाना खाँदैछु अखबिरी खोर्सानी टोक्दै अन्डा फ्राई अनि यो चाहिँ मस्याङको दाल के भन्छ आलु मिसाएर बनाएको। अनि मैले चाहिँ खानको लागि सुरु गरेँ त। घरमा भएपछि मजाले भुइँमा बसेर खाएको। लास्ट पिरो छ साथीहरु। दसैँ पनि सकियो है। अब विदेशमा त यस्तै हो, दसैँ ससै टिका सिका। लाइन ड्युटी प्लस घर दामी भयो खाना। मेरो चम्चा चाहिँ ठुलो भएछ। दामी। अब आधी घन्टा भइसक्यो, आधी घन्टा बाँकी छ।